फोटो देखाउने फोटो जात्रा रातो म छुन नाको नुहाउनलाई गन्धदिका लुकाइदिए सारी अब कसो गरुनी लाजैले ल ल लटरम्बेश्वर महादेवकोमा जाने सबैजना अब यहाँबाट पुरा उकालो अरे है त ल हामी गाडीबाट ओर्लिसक्यौँ यति सबैजना जाने अरे अब सबैजना गइसक्छन् होला म मात्र लास्ट हुने होला कति बजे 10:15 बजे पुग्यौँ ठ्याक्कै 10 बजे अब कति बजे माथि पुगिन्छ थाहा छैन हेलो गुड मर्निङ फ्रेन्ड्स वेलकम टु आवर च्यानल आज नयाँ ठाउँमा हामी पुरानो मान्छेहरू हिँडेको यति सबैजना ग्रुप कहाँसम्म पुग्छौँ अब हेरौँ है त भर्खर सुरु भएको छ जर्नी 4 घन्टा रे हामीलाई त 8 घन्टै लाग्छ क्या हो भने दौडिरहने यत्रो दौड्छन् तगडा मान्छेहरू हामी छुटिसक्यौँ ऊ आदि ग्रुप उहाँ पुगिसक्यो आदि ग्रुप तल छ आदि बिचमा छ ऊ त्यो सुरुङ मार्ग रहेछ है के देखेको छैन त यहाँबाट त यसरी बाइकमा आए झन् सजिलो माथिसम्म पुग्छ बाइकबाट ओर्लेपछि 1-1.5 घन्टा मात्रै हिँड्नुपर्छ अरे सो गाइज आप लोग भी आप गाडी में मत आना आजको हिन्दी ब्लग आजको ब्लग पुरै हिन्दीमा ठीक है आशा जी क्या कहते हो ये हम कहाँ जा रहे हैं बोलो जरा हम मंदिर जा रहे हैं ऊपर महादेव के मंदिर जा रहे हैं अच्छा लटरम्बेश्वर महादेव के मंदिर जा रहे हैं हम लोग ओ ये मेरी देवरानी ए मेरी रानी ए मैं हूँ महारानी ओह माय गॉड अच्छा सबैले नेपालीमा बनाउँछ अब हामी हिन्दीमै भ्लग बनाएंगे आज हामी खाना बसेको यहाँ यस्तो छ यहाँ हामी यो नास्ता खाएर जान्छौँ बिहान केही नखाएर आएको हामी बिहानै निस्केको होइन 7:30 बजे गाडीमा 10 बजे यहाँ पुगेको थियौँ अनि अब पानी नखाएर आएको मान्छे भोक पनि लागिसक्यो यहाँबाट 2 घन्टा माथि छ हाम्रो होमस्टे ल अब यो खाएर जाउँ है त यस्तो छ खासै अप्ठ्यारो छैन बाटो सजिलो छ कि कस्तो छ आशाजी कैसा लग रहा है आपको बहुत ही अच्छा है रास्ता पकड़ने का कोई भी कुछ भी नहीं है ओह माय गॉड तिमीलाई चिन्ने त्यो घर मेरो र यो फुल तिम्रो लागि आइ न ल मेरो ससुराली चाहिँ त्यहाँ हो है त्यो निलो घर हो मेरो ससुरा भएको छोराको चाहिँ कहाँ हो थाहा छैन अनि कति कितना बाँकी है अभी पानी यही पर्न थालिसक्यो आज बिजोग हुने भयो बाटोमा ऊ त्यो पहाडको टुप्पा चढेर नि अर्को पहाड पुग्नुपर्छ हामीलाई बाइकहरू यहाँसम्म आउँदो रहेछ ल यहाँसम्म बाइक पार्क गरेर यहाँ ससुलको बाइक पार्किङ फेरि निःशुल्क रहेछ मैले ससुल्क परेको ओहो घाम चल्क्यो ऊ त्यो तलबाट हामी गाडी त्यो बगुवा पारी के रे त्यो ठाउँको नाम बगुवा पारी त्यो निलो निलो देखेछ नि अनि त्यो रातो रातो देखिने आर्मी ब्यारेक त्यहाँबाट हिँडेर आएको देख्दा चाहिँ नजिकै छ है बट एकदम माथि छ लिएर बाबु पनि हिँडिरहेको मजाले सानो बाबुलाई बोक्दै पनि ल्याए त कति गाह्रो गरेर ल्याउनु होला है सानो बच्चाको बाबु पनि आएको छ भर्खर अब आधी घन्टा भन्दै यहाँ 2-2.5 घन्टा आइसक्यो अहिलेसम्म आउँदैन अब 1-1.5 घन्टा यहाँबाट खानलाई नै अलि हिँड्न सकिन्न थकाइ लाग्छ यो चाहिँ हाम्रो होमस्टे यहीँ हो अब
यहाँबाट पनि अझ 2 घन्टा यहाँबाट पनि अझ 2 घन्टा लाग्दो रहेछ अलमोस्ट 2.5 घन्टा त हिँडिसक्यौँ यार गाइस ल ल नजिकै देखिन्छ कति टाढा छ त्यहाँसम्म पनि जाने खाजा खाने ठाउँसम्म पुग्यौँ हामी यहाँ भिडभाड छ मरी टपसम्म आइपुग्यौँ कस्तो लागिरहेछ त लक्ष्मणेश्वर महादेवको यात्रा होइन आफ्नो गाडी बाइक स्कुटी भएपछि चाहिँ आउनु अन्त गाडी पनि बाइकहरू स्कुटीहरू राख्ने भएपछि तर त्यो तल त्यो बागमती पुल के भन्दो रहेछ त्यहाँबाट बगुवाबाट के अरे बगुवाबाट हिँडेर चाहिँ बगुवाबारीबाट त्यही भन्छु अनि आफ्नो बाइक स्कुटी भएपछि चाहिँ मजाले आउँछ सब सकेर फर्किँदा छन् हामी चाहिँ पुगेकै छैनौँ त्यो चाहिँ हामी मन्दिर आएर त्यहाँ हेर्नु न के देख्दैन भने के गरी जाने हो ओ माइ गॉड अब त्यो उकालो कसरी हो त्यहाँ आउँदै धेरै टाढा छ यो भाग्यो आशा फेरि भन्न भाग्यो फेरि एकछिनमा कुरो गर्छ यो उसो अनि फेरि गयो आउँछ ओ कस्तो दामी देख्यो है टुरिस्टहरू हेर्छ नि त्यहाँ अहिले चाहिँ क्लियर आयो अलि उत्तिखेर जाँदो रहेछ फेरि उत्तिखेर आउँदो रहेछ दिस इज सो नाइस हेभेन हो हेभेन माथि भगवान् के गरी आउने के गरी जाने लाउन नि गाह्रो छ ओहो धन्न भगवान्को कृपाले म भिडियो बनाएर यार म जान्छु अहिले फेरि फुस्किन्छु त्यसले ऊ नै हाल्दैछ नि यार दिदी होला सलाई त्यही ऊ त्यो बटन हो मात्रै हो नत्र भने केही छैन यहाँ छ होला नि त्यसै बत्ती उता बालमलाई छोड्यौ अब के भन्दा यति राखिदिनु यता मूर्ति यता भगवान् गणेशतिर सलाई छैन पानी पर्यो कुन चाहिँ पानी भगवान् एकछिन पानी रोकिदिनुहोस् प्लिज यस्तो हो छोटी अनि आशा तल हुनु यहाँ शिवपार्वती देवी माता त्यो तलबाट आएको हामी फोटो खिचेको
तल प्यान्ट हाफ प्यान्ट कट्टु कसको सबका थरी निर्मला मात्रै अलि सही चलाएको मैं झिकेँ नि भगवान्ले के माग्यौँ के मागेनौँ त भगवान्सँग मलाई त्यसै दिन्छ भगवान्ले दिन्छ हजुरलाई त देखिरहेको ब्लगमा सबैको भिडियोमा आउनुहुन्छ हजुर हामीले त तल मात्रासँगै आउनु भन्नुभएको छ है आज उसमा पनि जनक दाइ घर हजुर स्टिक त उठाउनु पर्ने मोबाइल हेरेर ल अब हामीले पूजासुजा गरिसक्यौँ मजाले पूजा गर्न पाइयो आज किनभने अहिले खाली थियो सबैभन्दा लास्ट त नभनौँ अझै छन् मान्छे यस्तो खाली मजाले पूजा गर्न पाइयो खुसी लाग्यो माताले यहाँ यस्तो सौभाग्यको सामान पनि दिनुभयो अरे हामीलाई मलाई चाहिँ केही पनि दिनु भएन हैन अनम्यारिड भएर मलाई यस्तो डोरी चाहिँ दिनुभयो हैन यस्तो डोरी चाहिँ भइहाल्यो त त्यति भयो माताको हातबाट लाइ माग्यौँ हामीले अझ लाइ पाउन पनि ठुलो कुरो हो यस्तो राबाट उहाँ छौँ गाइस जय बोले ओम नमः शिवाय हर हर महादेव जय शम्भो गाना पनि हेर न बज्यो ठ्याक्कै जय हो शङ्कर रमन हो कुन च्यानल च्यानलको नाम के हो विशाल 00773 ल हामी फर्किसक्यौँ अब होमस्टे पुग्न लाग्यौँ पुरा अन्धकार छ सब गइसक्यो कोही छैनन् माथि 2 जना बहिनी मात्रै छन् के भन्नु छ छैन Cheers dear coffee but this is lemon tea है हमने आज ब्लॉग शुरू किया था हिंदी में बोलेंगे बात करेंगे बट ये तो रिमिक्स वाला ब्लॉग हो गया ल आज हामी यहीँ बस्ने लटरामेश्वर होटल एन्ड होमस्टे लटरामेश्वर यहीँ बस्छौँ आज हामी अहिले चाहिँ खाना खाएर जान्छौँ सबैजना कता गयो हामी चाहिँ चिया खान लाग्छौँ लास्टमा आएको भएर सो भोलि बिहान हिँड्छौँ बिहान पनि हिँडेर 2-3 घन्टा लाग्छ कतिखेर पुग्ने होला माथि कस्तो छ यता यस्तो छ यता सिन चाहिँ दामी छ यतै फर्केर बसिरहेको यो कुर्सी यता फर्केको बनाउनु पर्ने कि है आशा लाइटै आउँदैन अब ल हाम्रो खाना खाने टाइम भयो उ त्यहाँ आगोमा बलेको खाना खान लाग्छौँ एकदम मिठो होला जस्तो छ हाम्रो घर गाइस आजलाई टेन्टमा ढोका झ्याल बन्द गर्दैछु झ्याल कहाँ छ म चाहिँ ढोका झ्यालहरू बन्द गर्ने मान्छे पर्यो अन्त गुड मर्निङ फ्रेन्ड्स ल आज हामी रातभरि मजाले सुत्यौँ पानी ठुलो पर्यो अनि आजलाई निद लागेन अरे खुट्टा दुखेर एकछिन त निदै लागेन अब हल्का यिनीहरूले मेकअप सेकअप गरिरहेछन् अनि चिया आइसक्यो चिया खाएर अनि त्यसपछि हामी निस्किहाल्छौँ त्यस्तो छ है यताको नजारा यो चाहिँ भीमफेदी होइन भीमफेदी मकवानपुर हाम्रो लटरामेश्वर महादेवको एरिया राम्रो Cheers. Good morning. Dear coffee, I need you. Hello guys, it's Saya. Hello. Time. Almost ready. गाडी चाहिँ हाम्रो हेटौडाबाट छ अरे यहाँदेखि हिँड्छ अरे 11 बजी पुग्छ अरे यहाँ अब अरू गाडीले त लाने सम्भावना छैन यति धेरैजना छन् त्यो भाइहरू पनि छन् काठमाडौँ जाने होइन यहाँबाट भन्न त 45 मिनट लाग्छ भन्नुभएको छ तल ओर्लिन त हामीलाई त 2 घन्टै लाग्छ सायद 2-3 घन्टा लाग्छ लामो बाटो जानेछौँ नि त फेरि हामी है त्यही भएर अलि धेरै ढिलो लाग्छ अब यो चिया खाएर बिस्तारै निस्किन्छौँ रातभरि पानी पर्यो त्यो पनि सुक्खा छ त जमिन के हो बिहानै माथि उक्लिए मान्छे बिहानै उहाँको गएर यिनीहरू बेलुका फर्किने गरी माथि मन्दिरमा जाँदैछन् ल अब हामी निस्किन लाग्यो गाइस
अब तल 2-3 घन्टा कति लाग्छ ल नमस्ते बाई बाई सबैजनालाई धन्यवाद अब त बाटैबाट जाने हो ल हिँडेको हामी ल गाइजहरू हामी चाहिँ आज होमस्टेको ग्रुप यहाँ छौँ अरू चाहिँ माथि गए केटीहरू चाहिँ माथि गए हामी चाहिँ अब घरतिर हिँडेको काठमाडौँ अब बस भनिसक्यौँ हामीले बस अब हेटौडाबाट आउँदैछ सबैजनाहरू अब काठमाडौँ पुग्छौँ हाम्रो टोली आजको बसाइ हाम्रो राम्रो भयो त्यो हो हाम्रो होमस्टे ल श्रीराम कठायतको भनिदिन्छ न श्रीराम कठायतको उहाँको ल ट्रम्बेश्वर होटेल राम्रो छ है आउनु है सबैजना यहाँ 2टा मात्र पाउँदो रहेछ हुँदो रहेछ अनि एउटा तल छ एउटा नजिकै छ सो प्याक गरेर हुन्छ फोन नम्बर चाहियो कसैलाई भन्यो भने भन्नु है पहिल्यै बुक गर्नुपर्छ आजभोलि एकदम प्याक हुँदो रहेछ स्पेसली स्याटरडे सन्डे फ्राइडे स्याटरडे सन्डे बिदाको दिनमा बिदा एकदम प्याक हुन्छ अब रातभरि पानी पर्यो एकदम ठुलो अनि चिप्लो छ है बाटो बिस्तारै जान्छौँ है हेरौँ कहाँसम्म पुग्छौँ 2-3 घन्टै लाग्छ होला फेरि तल ओर्लिने पनि यो यस्तो राम्रो सिनले हामीलाई एकदम लोभ्याइरहेछ अगाडि हिँड्न पनि मन लाग्दैन यहीँ रोकिरहनु जस्तो लाग्छ होइन निरु सबैजना छोडेर गयो कि मलाई सबैजनाले छोडेर गइहालेँ मेरो खुट्टाको नङले लास्ट गाह्रो भइरहेको छ मलाई बाटो पनि चिप्लो चिप्लो छ कि अनि बिस्तारै जाउँ भनेको मान्दैनन् सब फुर्तिलो छन् दौडिन्छन् पुरा गाडी आउँछ 11 बजे होइन दौडेर के गर्नु हामी सुटिङ भइरहेछ गाइज फिल्म सुटिङ गर्ला भने सजिलो भएको हो गेट त्यहाँ छ मन्दिर त्यहाँ छ त्यहाँ माथिबाट त अन्त त्यो तल ऊ पनि बगुवा पनि त नजिकै त देखिन्थ्यो त्यही होइन ल हामी आज छिटै पुगिसक्यौँ माथिबाट छिटो त के भन्नु अलिकति मौसम पनि कुल थियो यस्तो रमाइलो छ यहाँ क्या दामी छ सिन वाउ दिस इज सो नाइस ब्युटिफुल भीमफेदी मकवानपुर खाइद म खुवाउँछु हात खाइदिएर मोबाइल हुन्छ अब पुग्न लाग्यो यसमा बाइक कस्तो गाह्रो हुन्थ्यो होला निरु यसमा स्कुटी ल्याउन कति गाह्रो हुन्थ्यो होला ला बर्बाद रहेछ त यहाँ त है भगवान् स्कुटी ल्याउन गाह्रो हुने रहेछ त है बाइकमा तिनीहरू कसरी गयो फाइनली आइपुग्यौँ हामी यहाँ 10 बजिसक्यो 7 बजी हिँडेको 8, 9, 10 अब यहाँ होटेल छ तल अरे खाना खान्छौँ अनि गाडीले त्यहीँनिर हामीले रिसिभ गर्छ गाडी हेटौडाबाट आइरहेको 11 बजे पुग्छ अरे अब आधी घन्टा 1 घन्टा खाना खाएर रेस्ट गर्छौँ लास्ट गाह्रो भयो माथि पहाड कता हो कताबाट आयो भने ल यो कुन ठाउँ रे निरु ए निरु यो कुन ठाउँ रे बगुवा मकवानपुर सकिसक्यो माथिबाट यो बगुवा भन्ने ठाउँमा हामी खाना खाइरहेको छौँ बौडर कस्तो दामी छ पछाडि सिन ओके खाना आइसक्यो खाना चाहिँ मिठो होला जस्तो छ है मिठो छ अरे खाना हाम्रो त खाने भनेछ के अरे ठिक्कै पर्यो ठुलो के को सानो हो फाइनली हामी आइसक्यौँ लगनखेल यता निरु हुनुहुन्छ कस्तो भयो आजको सफर एकदम दामी
दामी के राम्रो अहिले गाडीको सफर ल आशाले यहाँ इन्जोय गर्दैछौँ अब हामी लोकल बसमा आयौँ अब हाम्रो आजको यात्रा सरी आज हाम्रो गाइज अब नेक्स्ट भ्लगमा भेटौँला आजको यात्रा सुखद रह्यो हाम्रो विश्व महादेवको बाई 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 हुन्छ बाई बाई